नमस्कार, म निर्जला कक्षपति। आज हामी सन्जु खड्का गिरीसँग कुराकानी गर्दैछौँ। उहाँ चाहिँ शिक्षक हुनुहुन्छ, ज्ञानज्योति महिला विद्यालयका शिक्षक हुनुहुन्छ र उहाँले आफू 25 वर्ष हुँदाखेरि मात्र पढ्न थाल्नुभयो र आफ्नो पढाइ पुरा गरेपछि आफूले जुन विद्यालयमा पढ्नु भएको हो त्यही विद्यालयमा पढाउन थाल्नुभयो र अहिले पढाउँदा उहाँको अनुभव कस्तो छ र पाका उमेर भइसकेका महिलाहरूलाई पढाउँदा उहाँले कस्तो अनुभव सङ्घाल्नु भएको छ, आज हामी यही विषयमा कुराकानी गर्छौँ र यो कुराकानी गर्न सन्जु खड्का गिरी उपस्थित भइसक्नु भएको छ। आउनुहोस्, उहाँलाई स्वागत गरौँ। स्वागत छ यहाँलाई। हजुर, मैले सुरुमा पनि भनिसकेँ होइन, यहाँ चाहिँ आफू 25-26 वर्ष हुँदाखेरि बल्ल विद्यालय जान थाल्नुभयो होइन। यहाँले चाहिँ किन यति पछाडि, यो भनेको त 25 वर्ष भनेको त भनौँ न ब्याचलर गर्ने समय हो नि त होइन, ब्याचलर पढिसक्छ साधारणतया पढ्ने विद्यार्थीले। यहाँको पढाइ चाहिँ किन यसरी धकेलियो? यस्तो म्याम, म अब गाईघाटमा जन्मेको म होइन, मेरो दुईटा मम्मी हुनुहुन्छ। अब आर्थिक रूपमा अलिक कमजोरी, अनि म काठमाडौँ पढ्नको लागि भनेर आएँ। 4 क्लाससम्म पढाएको थिएँ, पढ्नको लागि भनेर काठमाडौँ आएँ। तर यहाँ आएर चाहिँ मैले पढ्न सकिनँ कि पढ्न पाइनँ। अनि त्यसरी नै गर्दाखेरि मेरो बिहा भएपछि चाहिँ अनि मैले चाहिँ पढ्न सुरु गरेको। पढ्न नपाउनुको कारण चाहिँ के थियो त? यस्तो म्याम, मेरो अब जस्तो दुईटा मम्मी हुनुहुन्छ होइन, आर्थिक पनि कमजोरी थियौँ हामी। अनि म काठमाडौँको लागि पढ्न भनेर आएको। काठमाडौँमा आएपछि चाहिँ अब केही कारणले मैले पढ्न पाइनँ। अब जस्तो मलाई चाहिँ पढाउँछु भनेर लग्या हो, स्कुल लगेर भर्ना गर्न खोज्दाखेरि 1 मा राख्छु भन्यो, म मानिनँ, त्यही भएर पढ्न पाइनँ। हजुर, यहाँलाई चाहिँ 1 मा पढ्ने भनेपछि हजुर, अब बच्चा थिएँ, अब मेरो बुद्धि पनि भएन नि त, पढ्नुपर्छ भन्ने पनि भएन। उहाँहरूले पनि अब कर गरायो भए त म पढ्थेँ होला, पिटेर पढ्नै पर्छ भनेर पढ्थेँ होला। अब त्यस्तै भयो, पढ्न पाइनँ मैले। अनि पछि चाहिँ जो 24-25 वर्ष भएपछि मैले छोरी पाइसकेपछि चाहिँ अनि मलाई मेरो एकजना साथी मार्फत चाहिँ यस्तो स्कुलको बारेमा थाहा पाएर मैले चाहिँ अनि पढ्न सुरु गरेँ। अनि भनौँ न, यो उमेरमा पढ्नु पर्छ भन्ने चाहिँ यहाँलाई कसरी लाग्यो त? यस्तो म्याम, अब जस्तो म छोरीको स्कुल जाँदाखेरि सिग्नेचर गर्नु पर्यो भने हात काम थियो मेरो होइन। अनि 2-4जना साथीहरू बसेर गफ गर्दा नि उनीहरूको पढाइको विषयमा गर्ने, कलेजमा गएर के पढ्ने, यस्तो विषय कुराहरू त मलाई एकदम नराम्रो लाग्थ्यो। अनि मान्छेले चाहिँ यस्तो हेपेर भन्ने के अरे गोबर केही आउँदैन तँलाई भनेर हेपेर भन्ने, त्यसो गरेर चाहिँ मलाई नराम्रो फिल हुन्थ्यो। 2जना मान्छे अगाडि म बोल्न सक्दिनथेँ, मुख रातो हुन्थ्यो। त्यस्तो फिल भएपछि चाहिँ अनि मैले पढ्नुपर्छ जस्तो लाग्यो। अनि एकजना मेरो साथीले चाहिँ यो स्कुल खोजेर उसले चाहिँ मलाई हौसला दिएर जोस् पढ्न गएँ। एक हिसाबले भन्नु पर्दाखेरि चाहिँ यहाँले आफ्नो छोरी सँगसँगै आफ्नो पढाइलाई अगाडि बढाउनु भयो नि त? हजुर, छोरीभन्दा मैले अगाडि एसएलसी दिएँ। छोरी र म सँगै थियौँ। छोरी 2मा थिएँ, म 2मै हुँदाखेरि, तर हाम्रो त 6 महिनाको हो नि त, 5 वर्षमा एसएलसी हुँदाखेरि छोरीभन्दा अगाडि चाहिँ मैले गरेँ। अब यहाँले चाहिँ यो ज्ञानज्योति महिला विद्यालयमा पढाउनु भएको पनि लामो समय भइसक्यो होइन, 14 वर्ष, चान्चुने समय त होइन। अब त्यहाँ पढ्ने विद्यार्थीहरूलाई हेर्दाखेरि पनि एक हिसाबले त्यहाँ अलिकता उमेर पुगिसकेका महिलाहरू नै पढ्नुहुन्छ होइन। यहाँको अनुभव कस्तो छ विद्यार्थीहरूलाई पढाउँदाखेरि चाहिँ? एकदमै खुसी लाग्छ मलाई। अब बच्चालाई भन्दा चाहिँ अलिकति गाह्रो छ, किनभने उहाँहरूलाई गाली गर्न मिल्दैन, केही भन्न मिल्दैन होइन, रुने त्यस्तो गर्ने गर्नुहुन्छ। बच्चालाई भन्दा चाहिँ गाह्रो छ, तर मलाई एकदमै खुसी लाग्छ कि पढाउँदाखेरि चाहिँ। त्यो आफूले पनि त्यो उमेरमा पढ्या भएर हो कि होइन, एकदम खुसी लाग्छ पढाउन पनि। जोस् त्यहाँ गएपछि सबै दुःखहरू बिर्सिन्छ क्या, स्कुलमा गएपछि आफूलाई समस्या छ भने पनि त्यहाँ गएर बिर्सिन्छ। ठिकै छ पढाउनलाई। अनि रुने चाहिँ के कारणले? जस्तो के होइन, जस्तो गाली गर्न पाइएन क्या, ठुलो स्वरमा बोल्न पाइएन, तिमी भन्न पाइएन। अब उनीहरूले जान्यो भने एउटै कुरा चाहिँ हामीले 10 चोटि पनि गराउनु पर्यो, बच्चालाई भए त यसो गर्न पाइयो नि त, त्यो चाहिँ पाइँदैन त्यहाँ। अनि भनौँ न, कस्तो अलिकता गाह्रो हुँदो रहेछ जस्तो यो उमेर पुगेका विद्यार्थीहरूलाई सिकाउन? अलिकति होइन, धेरै गाह्रो म्याम, धेरै गाह्रो हुन्छ। जस हामीले धेरै सङ्घर्ष गर्नुपर्छ त्यहाँ। उहाँहरूको लर्निङ प्रोसेस चाहिँ अलिकता ढिलाइ हो। बुझ्न चाहिँ बुझिहाल्नुहुन्छ होइन, बच्चाले भन्दा चाँडो बुझ्नुहुन्छ, तर बिर्सिनु पनि चाँडो हुन्छ नि त। उहाँहरूलाई त 17वटा टेन्सन भइरहेको हुन्छ होइन, तर जस ठिकै छ। अहिले हाम्रो त्यहाँ 70 वर्ष पुग्नु भएको छ, एकजना पनि हुनुहुन्छ कि त्यहाँ
पढ्न चाहिँ एकदमै इन्ट्रेस्ट दिनुहुन्छ सबैले। अब त्यसरी यो पाका उमेरका महिलाहरू पढ्न आउने कुरा छ होइन। 70 वर्ष भने त भनौँ न धेरै शतक पार गरिसकेको होइन। भन्दाखेरि अब यो उमेरमा आएर उहाँलाई पढ्न मन लाग्नुको कारण के हुँदो रहेछ? तपाईँहरू आफ्नो कहिलेकाहीँ आफ्नो कुराहरू यताउति आदान प्रदान गर्ने त्यस्तो हुन्छ कि हुँदैन? हुन्छ म्याम, त्यो त एकदमै हुन्छ। उहाँहरूले उहाँहरूलाई के समस्या परेको हुन्छ नि त्यो हामीलाई भन्नुहुन्छ। अब कोहीले चाहिँ हस्पिटल जाँदाखेरि होइन बोर्ड हेर्न नजान्ने, बाटोमा हिँड्दा बोर्ड हेर्न नजान्ने, अनि त्यो चाहिँ घरमा पनि अब जस्तो स्वस्थ पनि भन्दैन भन्दा नाति नातिना जवाब दिने, त्यो गरे भएर चाहिँ उहाँहरू केही सिकिन्छ कि भनेर आउनुहुन्छ। अनि यहाँको कुनै फोकस यो विषयमा पढाउँछु भन्ने छ कि यहाँले ओभरअल सबै? म सबै पढाउँछु। मैले चाहिँ मेजर नेपाली लिएको हो, नेपाली पढाउँछु, त्यसमा पनि सामाजिकहरू सबै पढाउँछु, नेपाली पढाउँछु। कक्षा 6सम्म पढाउनुहुन्छ? अनि अब यहाँले यो पढाउनको लागि कुनै यस्तो तालिमहरू प्राप्त गर्नु भएको छ कि अथवा आफ्नो पढाइ पुरा गरेपछि यतिकै पढाउनु जानु भएको? तालिम भन्दा नि यस्तो भयो म्याम, अलिकति मेरो घटना घट्यो। मैले त्यहाँ पढ्दा पढ्दै मैले बाबु पाएको थिएँ। बाबु पाएपछि घटना मेरो बाबु बित्यो, अनि म एसी दिएर बसेको थिएँ। अनि मलाई त्यहाँको प्रिन्सिपलले चाहिँ हजुर सक्नुहुन्छ, घरमा डिप्रेसन हुन्छ, नबस्नु भनेर आएर उहाँहरूले मलाई अलि दिन सिकाउनु भयो पढाउनलाई, कसरी पढाउनु भनेर मलाई एकदमै सपोर्ट दिएर डिप्रेसन हुन दिनु भएन कि। विशेष चाहिँ ज्ञानज्योति महिला विद्यालयको कोपिला म्यामले त्यो गर्नुभयो मलाई होइन। मेरो अब जस्तो अरू शिक्षकहरू मलाई पढाउने नै शिक्षक हुनुहुन्छ क्या अहिले, त्यहाँ मेरो साथीहरू हुनुहुन्छ क्या अहिले होइन। उहाँ सबै शिक्षकहरू मिलेर हामीले पढाए विद्यार्थी हो भनेर उहाँले तालिम जस्तै दिनुभयो कि मलाई। 2-4 महिना मेरो पढाइ हेरेर म सँगसँगै गरेर चाहिँ गर्नुभयो। ठिकै छ अहिले। त्यहाँका शिक्षकहरूबाट नै यहाँको साथ हजुर, एकदमै शिक्षक प्रिन्सिपल सबैबाट मैले एकदमै पाएँ कि। मेरो गार्जेन नै उहाँहरू हुनुभयो, जुन साना मैले पढ्न पाइनँ नि होइन। त्यहाँ गएर चाहिँ पछि गएर अब जस्तो मैले पढाए विद्यार्थी हो नि भनेर छोड्नु भएन क्या मलाई। छोडिन्छ नि त, यसो दिएको त छोडिन्छ नि त होइन। मैले पढाए विद्यार्थी हो भनेर छोड्नु भएन। एक त त्यो बाबु बितेर पनि मैले अझै सपोर्ट पाएँ जस्तो भयो कि मलाई। सबैको विचारको पात्र बने नि त म। यसलाई बोलाउनु पर्छ, यसलाई केही गर्नुपर्छ भनेर चाहिँ आज यहाँसम्म 2-4 जना मान्छेसँग बोल्न सक्ने भएँ म। यहाँसम्म आइपुगेँ भनौँ। अनि अब कति छन् अहिले यहाँको स्कुलमा विद्यार्थी सङ्ख्या? विद्यार्थी त हाम्रो 300 जना छन् म्याम होइन। तर अब सधैँ रेगुलर हुँदैन, गृहिणी छन्। कसैको कसैको सासू बिरामी भने आउँछ, कोही बितेको हुन्छ, कोही के हुन्छ। रेगुलर चाहिँ नभए पनि विद्यार्थी छ। अनि दिउँसोमै हुन्छ होइन कक्षा चाहिँ? बिहान दिउँसै हुन्छ, 2 टाइमै छु। बिहान र दिउँसो? बिहान 6 बजेदेखि 9:30 बजीसम्म छ, दिउँसो 11 बजेदेखि 3 बजीसम्म छ। त्यो गृहिणीहरूलाई हेरेर बिहान जब जाने बिहान आउँछन्, दिउँसो खाली बस्ने दिउँसो आउँछन्। जस्तो अब हामीले सुन्ने पनि गरेका छौँ यसरी अनौपचारिक शिक्षा लिएर चाहिँ एउटा ठुलो पोस्टमा पनि पुग्न सफल भएको छ भनेर। धेरै छन् म्याम, त्यो सरकारी जागिर खाने पनि छन्। हाम्रो एकजना डक्टर पनि हुनुभएको छ मेरै ब्याचको, फेरि कृपा भन्ने एकजना हुनुहुन्छ होइन, धरानमा नाम निकाल्नु भएको डक्टरमा। त्यो हाम्रो ब्याचको त सबै सरकारी जागिर। मै भने सबैभन्दा मैको थियो होला, मै त शिक्षक भएँ होइन। म त एउटा परिस्थितिमा बाँधिएको बच्चाको आमा 2 जिउको त्यस्तो खालको मान्छे त आज शिक्षक भएँ भने सबै राम्रो पोस्टमा छन्। सरकारी जागिर छन्, डक्टर छन्, नर्स छन्। धेरै महिला दिदीबहिनीहरू छन् कि पढ्न एकदमै मन हुँदा पनि चाहँदै पनि उहाँहरूले पढ्न नपाउनु भएको अवस्था छ होइन। त्यस्ता महिला दिदीबहिनीहरूलाई चाहिँ यहाँको सुझाव चाहिँ के छ? अब जसरी हुन्छ हामीले टाइम पनि निकाल्नु पर्यो होइन। अब अलिअलि अब हाम्रो पुरै सरकारी पनि होइन, अलिअलि त्यहाँ लाग्न पनि सक्छ होइन। त्यसको लागि चाहिँ अलिअलि सरकारले पनि सहयोग गरिदिनु पर्यो। र महिला दिदीबहिनीहरूले नि 2-4 पैसा आफूले अरूमा कम गर्ने नि होइन। मलाई त त्यो लाग्छ क्या। जस्तो हामीले 2000 को क्रिम लाउन सक्छौँ, 2000 को लुगा लाउन सक्छौँ भने अलिकति कम गरेर भए पनि आफूलाई चाहिँ शिक्षाबाट वञ्चित चाहिँ गर्नु हुँदैन जस्तो लाग्छ कि मलाई। टाइम निकाल्न त हाम्रो हातमा हो नि त। मेरो पनि छोरी सानी थिए, सानी छोरी थिए। कहिले त कति झगडा पनि पर्ने क्या, त्यो कपाल कोरिदिनु पर्ने, बिहानै तयार गरेर आउनु पर्ने। हामीले चाहिँ पढ्छु नभएर भित्रबाट नआइकन पढ्न सकिँदैन, भित्रबाट चाहिँ आउनु पर्दो रहेछ कि। जस्तो अनि एउटा कुरा एकदमै हामीले महसुस गरे
यस्तो यसरी उमेर पुगिसकेका महिला बहिनीहरूलाई पढाउने ठाउँ हुन्छ भन्ने पनि धेरैलाई थाहा छैन जस्तो लाग्छ कि। थाहा पनि छैन र हाम्रो समाजले गर्दा पनि हो कि। जस्तो हाम्रै पढ्न आएको दिदीबहिनी पनि बाहिर गएर भन्नुहुन्न, उनीहरूले चाहिँ के भन्छन् मर्ने बेलामा हरि काँक्रो त्यस्तो यस्तो भनिदिने के समाजले। अब जस्तो अहिले हामी बसेकै टोलमा कतिजना नपढेका हुनुहुन्छ कि, हामीले गएर पढ्नुपर्छ भन्यो भने उहाँहरूले के भन्नुहुन्छ, हाम्रो छोराछोरी अमेरिका छैनन्, अस्ट्रेलिया छैनन्, हामी किन पढ्ने, हामी जानु पर्दैन भन्ने उहाँहरूको पनि छ क्या अहिले पनि। समाजले गर्दा चाहिँ उनीहरू नपढे आउनु इच्छा पनि मारेका हो, लुकेर आउने पनि छन् हाम्रो कतिजना घरमा थाहा नदिकन। अनि अलिकता हिचकिचाउट जस्तो पनि होइन, हजुर पढ्छु भनेर आफूले पढ्दै गरेको कुरा भन्न नसक्ने हो। तर एउटा हाम्रो उखान त छ नि, पढ्न चाह्यो भने उमेरले छेक्दैन भन्ने कुरा होइन, त्यो त अब सत्य नै हो। सत्य नै हो नि। अब त्यो 70 वर्षको दिदी पनि त आउनु भएको छ नि, मलाई छेक्यो त कसैले, आफ्नो मनबाट पनि हो कि। अब घरमा गाली गर्छन्, मेरो समाजले के भन्छ भन्यो भने चाहिँ त्यो सधैँ पछि परिन्छ। जान अनुमति कुनै पनि श्रीमानले श्रीमती तिमी पढ्न जाऊ भनेर टिफिन हाल्न पठाउँदैन, पठाउँछन् त म्याम, पठाउँदैन होइन। हामीले नै 2 दिन रिसाउँछन्, 4 दिन रिसाउँछन्, भोलि ओहो मेरो त राम्रै गर्ने रहेछ, पढ्ने रहेछ भनेर उनीहरूले साथ दिन्छन् क्या फेरि। अब अहिले चाहिँ यहाँको व्यस्तता पढाउने काममा मात्र छ कि अथवा अरू केही पनि गर्नुहुन्छ? म पढाउने काम गर्छु म्याम, बिहान दिउँसो पढाउँदा मलाई थाकिहालिन्छ, के गर्नु, घरमा गर्नु पर्यो अब गृहिणी भएपछि होइन। त्यही हो, अब 2 टाइमै छ नि त मेरो त। बिहान 6 बजेदेखि 3 बजीसम्म त म व्यस्त भएँ, 3 बजेपछिको समय चाहिँ घरलाई। अन्तमा केही भन्नु छ यहाँलाई, के छ भने? मलाई चाहिँ होइन यहाँसम्म पुर्याउनु भएको ज्ञानज्योति महिला विद्यालयको प्रिन्सिपल कोपिला खतिवडा र मलाई सहयोग गर्ने मेरो साथी शिक्षकहरू सबैलाई चाहिँ म हृदयदेखि धन्यवाद दिन्छु। विशेष गरी कोपिला खतिवडा चाहिँ मेरो गार्जेनै बन्नु भएको छ होइन, मलाई धेरै धेरै धन्यवाद छ। र मलाई साथ सपोर्ट दिने मेरो छोरी, मेरो श्रीमान, मेरो परिवार सबैलाई चाहिँ धन्यवाद दिन चाहन्छु।